चाहिँ हाम्रो शिवलिङ्गको 108वटा शिवलिङ्ग छ अरे यहाँ। बट यो स्वस्तिक आकारमा छ कि सबै स्वस्तिकमा छ। अनि यहाँ दिस इज शिवलिङ्ग। यहाँ स्वस्तिकको आकारमा छ क्या। पुरा क्यामेरामा चाहिँ क्याप्चर हुँदैन बिकज मसँग ड्रोन त छैन। यहाँ चाहिँ स्वस्तिक आकारमा 108वटा मूर्तिहरू छ। यो चाहिँ हाम्रो मेन शिवलिङ्ग। यहाँ चाहिँ रुद्राक्ष राख्नुभएको छ यसरी। नाम भयो, 2 चोटि राम भन्दाखेरि सम्बोधन भयो, 3 चोटि राम 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 भनेको ओहो कस्तो भयो भने त्यस्तो भयो होइन। त्यसपछि राम 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 4 चोटि गरेर के भयो जाप पाठ गर्यो। त्यस कारणले 108 जाप पाठ गरेको रहन्छ। यो रुद्राक्ष माला 54 2 चोटि यसलाई जाप गर्नुपर्छ। यो मन्दिरको इतिहासबारे सबभन्दा पहिले यो मन्दिर चाहिँ हाम्रो पहिला धार्मिक वातावरण भएको समयमा यो अयोध्याको सेरोफेरोमा पर्ने एउटा मन्दिर हो क्या। यसलाई यो लगभग 500-600 वर्षको यसको हिस्ट्री नै छ। त्योभन्दा अगाडिको त हामी भन्न सक्दैनौँ। अनि त यो यादव वंशीहरू जो गाई पालन गर्थे उनीहरूको चाहिँ एउटा ऐतिहासिक स्थल हो क्या। त्योभन्दा पछि अहिले चाहिँ हामीले 51 सालदेखि यता चाहिँ यसलाई चाहिँ संरक्षण गरेर जीर्णोद्धार गरेर हामी बनाएर अनि 108 शिवलिङ्ग स्थापना गरेर हामी यो अगाडि उसमा फेजमा पुगिरहेको छौँ अहिलेको लागि तुरन्त। भाइ बहिनीहरू यहाँ आएर यो वरिपरिको वातावरण हेरेर फेरि हाम्रै परिवार यो मन्दिर परिवारको चाहिँ आँखा चेक गरेर एउटा सेवा दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरहरू चाहिँ नेपालको फुलटेक्रा आँखा हस्पिटलदेखि राजापुर नगरीभित्र चाहिँ आँखा उपचारको लागि यहाँ चाहिँ पाल्नुभयो। यहाँ चाहिँ हरेक गाउँ हरेक टोल हरेक परिवारमा चाहिँ गएर हजुरले चाहिँ सेवा दिइराख्नु भएको छ। त्यो सेवाप्रति हामी चाहिँ हजुरप्रति चाहिँ धन्यवाद ज्ञापन गर्छौँ। र आउने दिनहरूमा पनि हजुरहरूले यस्तै तरिकाले अगाडि चाहिँ काम गर्नुहोला भन्ने चाहिँ आशावादी छौँ। र अनि अर्को कुरो के भन्दाखेरि हजुरहरू नेपालगञ्जदेखि राजापुर नगरीमा आएर हाम्रो चाहिँ 108 स्वस्तिक धाममा आएर यहाँको दर्शन गर्नुभयो। त्यसको लागि हामी धेरै धेरै आभारी छौँ। र आगामी दिनमा यसलाई हजुरहरूले पनि एउटा प्रचारात्मक हिसाबले चाहिँ प्रचार गरिदिनु होला भन्दै धेरै धेरै धन्यवाद आभार प्रकट गर्दछु। अनि सरको परिचय? मेरो नाम भुवन ढकाल। सबैमा हर हर महादेव। अहिले जसरी नेपालगञ्जको फुलटेक्रादेखि आफ्नो एउटा पेसालाई जोडेर यस राजापुर क्षेत्रमा विशेषतः राजापुर वार्ड नम्बर 4 मा यहाँ बास गर्ने सम्पूर्ण व्यक्तिहरूको आँखाको समस्या कुन अवस्थामा रहेको छ, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सन्दर्भमा जुन भाइहरूको बहिनीहरूको जुन टोलीले एउटा प्रारम्भिक उठान जुन गरेको छ हो डोर टु डोर होम टु होम गएर सेवा दिने, यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अहिले हामी कुन धारामा छौँ भने विशेष गरी आशुतोष भगवानको स्वस्तिक धाम शिवालय महाकालेश्वर मन्दिर परिसरभित्र हामीहरू अहिले सौहार्दपूर्ण वातावरणमा हामी भलाकुसारी गरिरहेका छौँ। यो मन्दिरको इतिहास हाम्रो गुरुवर्गलेबाट अहिले आइसकेको कुरा छ। यसको इतिहास धेरै पुरानो इतिहास भए तापनि विगतको केही 3-4 वर्ष यता हामीहरूले सर आदरणीय गुरु श्री हट्ट शाहजीको आह्वान तथा संयोजकत्वमा यो मन्दिरले जुन एउटा फड्को मारेको छ, फड्को भन्नाले कुन अर्थमा मैले भन्न चाहेँ भने विशेषतः राजापुरलाई कसरी यसको धार्मिक तथा पर्यटकीय क्षेत्रले कसरी यसको प्रवर्धन गर्न सकिन्छ, कसरी यो क्षेत्रलाई अगाडि लैजान सकिन्छ भन्ने सन्दर्भमा जुन उहाँले सोच अवधारणा अगाडि ल्याएर यो कार्यान्वयन गरिएको छ। कार्यान्वयनभन्दा 108 शिवलिङ्ग स्थापना भन्ने कुरा आयो। स्वस्तिक आकारमा 108 वटा शिवलिङ्ग राखेर
4वटा मन्दिरहरूलाई स्थापना गर्दै प्राण प्रतिष्ठा गरेर अहिले जसरी यो क्षेत्रलाई समग्र सनातनी मार्गमा जाउन् हाम्रा सन्ततिहरू र सबै व्यक्तिहरू सनातनी मार्गमा जाउन्, सुविचार मानसपटलमा आओस्, कुविचार कहिले पनि नआओस् भन्नका लागि समाजमा धार्मिक तथा पर्यटकीय क्षेत्रले यसलाई उत्तरोत्तर प्रगति गर्छ, यसले समाजलाई डोर्याउँछ भन्ने हामीले जुन मानसपटलमा राखेर यो कार्यान्वयनमा लाग्यौँ हाम्रो आदरणीय गुरु हट्ट शाहजीको संयोजकत्वमा। यो नै आज हामीसित कस्तो अनुभूति भएको छ नि, हामी कता कता सफलता हामीले चाहिँ छेउको अवस्था छ। यसै गरेर यो च्यानल आइडी साइट जुन भए तापनि यहाँहरूले सुनिराख्नु भएको छ, यो धारामा आएर एकचोटि यो स्वस्तिक धाममा निरीक्षण तथा धार्मिक लाभ लिँदिन हुन म व्यक्तिगत भुवन ढकाल सबैमा अनुरोध गर्न चाहन्छु र विशेषतः यो टोली सबैलाई आफ्नो सेवा दिए बाबतमा आभार प्रकट गर्न चाहन्छु। हर हर महादेव, हर हर महादेव, हर हर महादेव। यो चाहिँ नेपालगञ्जबाट आउने रोड अनि यो चाहिँ टिकापुरबाट आउने रोड हो अनि हाम्रो स्वस्तिक धाम चाहिँ यहाँनिर छ है। यो नेपालगञ्ज टिकापुर भइराख्नु छ भने एकचोटि पसिहाल्नु होला स्वस्तिक धाम। Okay guys, then see you. Har Har Mahadev. See you in next vlog guys. Bye bye. जतन कसले गर्ने हामी आफैले गर्ने। यो अर्को आँखा यो ल गुड नेक्स्ट भयो। Bisa.